हाई एभ्रिवान, गुड मर्निङ, सेवा, नमस्ते। हामीहरू सन्चै हुनुहुन्छ? स्वागत छ हामीहरूलाई रुन्ची ब्लगमा। आज चाहिँ म चाहिँ मेरो बुवा र म बजार जानु आँटेको। मेरो बुवा खै के खोज्दैछन् कोनी, पैसा खोज्दैछन् कि के खोज्दैछ कोनी बजार जानुलाई छोरीसँग। ए बाउ बाउ कति छ अनि बजार जानुलाई पैसा चाहिँ? छ नि कति? 5-6 हजारले पुग्छ? के ल्याउने रे बजार गएर? मलखु र चामल ल्याउने। अब चाहिँ हामी बजार जानु आँटेको। बजार जान्छौँ तर पानी परेर गाडी नै पो कुद्दैन त हो। गाडी भाँचिएको गर्छ हाम्रो गाउँमा त। कति साह्रो गाडी भाँचिन्छ भने यहाँ पानी परेर हिउँदोमा चाहिँ फेरि गाडी कुद्दिन्छ नि हाम्रो गाउँमा। बर्खामा चाहिँ फेरि गाडी मात्रै भाँचिन्छ, कम्ती गाडी भाँचिन्छ। कुहिरो लागेर गाउँ त पुरै कुहिरो लागेर बिजोग देखिरहेछ। हामी चाहिँ बजार जानुलाई गाडी कुरिरहेछौँ, गाडी नै आइपुग्दैन भनेको। पानी पनि पर्न आँटिसक्यो, गाडीमा भाँसिँदै कतिखेर बजार पुग्ने हो। अनि बजार पुगेर कतिखेर चिचिपापा किनेर लिएर आउने हो घर। यो बर्खामा त साह्रै बिजोग हुने हो। गाउँघर चाहिँ हरियाली रमाइलो हुन्छ, तर बर्खामा साह्रै बिजोग हुन्छ गाडीमा हिँड्नु चाहिँ। साह्रै नै मतलब बिजोग। हाम्रो दिदीको ठुलो छोरा चाहिँ उहाँ स्कुल अब जानुपर्ने, स्कुल जानुलाई रेडी हुनुपर्ने। भर्खरै होमवर्क गर्दैछ। यस्तो छन् केटाकेटीहरू पनि, गाउँघरको केटाकेटी यस्तै हुन्। के गरेर आएको कान्छीआमा? के गरेर आएको? प्याज काटेर आएको। प्याज के गर्नु होला? प्याज के गर्नु होला? प्याज काटिराखेको धेरै छ। कहाँ जाने सानदेमासँग? के पठाउने घामे चाहिँ? हेङमा हो? ए उसले फोन गर्यो भने, लामाले फोन गर्यो भने बजार जानुलाई बाउले गाडी कुरेको। बाउ छोरी गाडी नै आइपुग्दैन। बाजे भात खाएको? छैन? पकायो? किन हो भने एक्लै मिठो मिठो पकाइ खानु नि त हो नि। गाडी झर्छ आज स्कुलको गाडी राम्ररी त्यो पुतला गरेर सकिँदैन नि त त्यसलाई। ल साथीहरू, अब बजारतिर लाग्यो हेर्नु टमाटर बेच्नुलाई। टमाटर पनि अलिकति बेच्नु लाग्नुपर्ने, बजारमा अलिकति काम पनि छ। अब चाहिँ बजारतिर लाग्यो, गाडी पनि आइपुग्यो। हामी चाहिँ अब बजार जान्छौँ, टमाटर बेच्छौँ यस्तो 1000-1500को। त्यस पछाडि जतिको हुन्छ त्यतिको बेच्छौँ टमाटर चाहिँ। त्यस पछाडि अनि हाम्रो काम सकेर हामी घर फर्किन्छौँ। लु लाग्यो साथीहरू बजार। साह्रो लु डेमा पनि आउनुभयो बजार जानुलाई। हामी त बजार जाँदैछौँ। गाउँघरको मान्छे गाडी चढ्यो, बजार गयो, टमाटर बेच्यो, खोर्सानी बेच्यो, लसुन अदुवा बेच्यो, यो बेच्यो त्यो बेच्यो। डेमा चाहिँ छोरीलाई भेट्नु जाँदै हुनुहुन्छ गरे बजार। हाम्रो छिमेकी डेमा। दिदी हजुर नमस्ते। तिमी पनि पाखेर छिनेको? मामा गाडी लिएर साह्रो पर्दो रहेछ त। अनि आमा के साह्रो हल्लाएको त? अनि दिमागै खलबल हुँदो रहेछ हौ मामा। मामाकै गाडीमा हिँडेको टमाटर बेच्नु। टमाटर बेचेर कति पैसा आउँछ पनि आज खाजाहरू पुग्छ पुग्दैन। ल भाइ मामाले थपिदिने होला नि है त। भान्जी भयो त हौ। अनि भान्जीहरूले त मामालाई ठग्न पाइहाल्यो नि। ठिकै त। हाम्रो डेमा हुनुहुन्छ फेरि। डेमा छोरीलाई भेट्न जाँदै हुनुहुन्छ। डेमाले पनि अलिअलि थपिदिनुहुन्छ छोरीलाई खाजा खाने पैसा। दिने कि नदिने डेमा? उनीहरूले पो दिनुपर्छ त कान्छी। काकीले त दिइहाल्नुहुन्छ नि तपाईँलाई। मलाई चाहिँ नि खाजा खानु दिने कि नदिने पैसा? दिउँला न। ए दिनु हुने? काकी आउँदै हुनुहुन्छ होइन हिलेबाट? काकीलाई भेटेर फर्किनु हुने। अब हामी बजार जान्छौँ। यस्तै छ, गाडीले हल्लाएर दिमागै खलबलाउने रहेछ नि। के गर्नु हो भने भिडियो बनाउने कि यो दिमाग खलबलाउनु हो नि। ल
खल बोलाउँदै डाङडाङ डुङडुङ ठोकिँदै भए पनि जानुपर्छ बजार। हामी त जाने हो यस्तै गाडीमा चढेर बजार, यस्तै बाटो बजार जाने हो हामी त। हत्तेरीको बजार हिँडेको तर गाडी चलाउने मामाको घरमा पस्यो। ए बाजु नातिनी आयो त। ओहो हेङमा पो रहेछ त नि। ब्याङ्कमा यता आउनु यहाँ बजु, ए यता आउनु। हेला भन्नु नातिनीको उमा, हेला भन्नु त नातिनीको छेउमा आएर। हेलो छोरी, हाम्रो बोजू, मेरो बोजू पो त हौ। आशा न आशा नि हो भिडियो, आशा न आशा मेरो नातिनी भिडियोमा लाउने हो कि यो डाँडा घरे जेठाको छोरीले। डाँडा घरे जेठा बाउ भन्दै भिडियो लाउँथ्यो नि। यस्तै हेरेको भन्नुभएको होइन, हिजो भन्दै हुनुहुन्थ्यो त। कविता छोरी ल बाई, छोरी बाई बाई नभन्नु न, अहिले भरे फर्केर आउनु पर्ने हो बोजू। हो र हामी फेरि फर्केर बाई पो भन्छ नि त। यहाँ पस्नु ल छोरी, यहाँ आउनु। आउने नि बोजू, किन नआउनु ल। ल कोक्सानी न, डानी कोक्सानी न, डानी हो भर्खरै खाइनी यहाँ याङको खाइ सा याङ छ राख्छ भाग्छ हातले नि खायो। टाढो नि मलाई हौ, टाढो मलाई नि डानी मलाई कति लामो आफ्नो भाषा पनि आधी उधी बोल्नुहुन्छ। नालु भिडियोमा हो तेरेका लु हेङमा बोजूले त हेङमा खाएर लु हौ। यसरी नहार्नु है, मार्ला नि मामाहरूले बोजू, मार्ला नि फेरि। जेठा माइला साइला काइला अन्तरे मामाहरूले मार्ला नि बोजू। नानी खाजा ए मामा बोजूले त हेङमा खाउनु भयो त नि। त्यो अब खाइदा पो होला। तेरिका हाम्रो भाइहरू कस्तो रमाइलो भएको छ गाउँदेखि बजार जानु। आनन्द छ तेरिका। यहाँदेखि त्यो के अरे आफ्नै गाउँ फर्की आए जस्तो हुन्छ। अन्त आफ्नै गाउँ फर्की आए गर्दै अनि भरे अनि के लिएर आउने रे कान्छ भाइ? सिमेन्ट जस्ता अलिअलि रड त्यस्तै छ। लो सिमेन्ट जस्ता रड लिनु हिँडेको रे। हजुर राजेश हमालको भाइस आइरहेको छ, यहाँ माथि बसेर राजेश हमालको भाइस आयो भाइलाई चाहिँ त्यहाँ माथि हुटमाथि बसेर है। तपाईँहरूको गाउँमा साथीहरू हेर्नु हुटमा बस्ने चलन हरायो होला गाउँ ठाउँमा। हाम्रोमा त हराएको छैन अझै पनि। हाम्रो भाइहरू हुटमै बस्छन्, हावा खान्छन्, फेरि हावा खान्छन् पो त। मजा छ नि यस्तो आनन्द लिनलाई चाहिँ यहीँ आउनुपर्छ। आनन्द लिनु चाहिँ हाम्रो गाउँठाउँलाई सम्झिनु होला है। यसरी हुटमा बस्नुलाई चाहिँ हावा खानुलाई एसी पनि चाहिँदैन, पङ्खा पनि चाहिँदैन। यसरी रोक्दै रोक्दै जान्छौँ पो त हामी त गाडीमा पनि हौ। हाम्रो डेमा चाहिँ मेरो हिजोको भिडियो हेर्दै हुनु, आजको होला हौ, आजको कि हिजोको भिडियो हेर्दै हुनुहुन्छ। मजाले हाँस्दै हो, के गर्दैछन्, याङ याङ मुयाङ रहेछ, नोसाङ भन्दै हुनुहुन्छ। सबै देखाउँदो रहेछ भन्दै के गर्दै सबै देखाउँदो रहेछ यसले त भन्दै हेर्दै हुनुहुन्छ। पाखरीबास बजारको जाडो, हाम्रो बेसीमा त गर्मी छ हो। पाखरीबास बजारमा त यस्तो कुहिरो लागेर जाडो, पानी परेर चिसो। तेरिका बजार आएको टमाटर बेच्नु, अब टमाटर बेचेर घर फर्केको। घर फर्किनु अन्त गाडी पर्खिनुपर्छ। गाडीले सामान लोड गर्दैछ। अब सामान लोड गरेर कतिखेर आउँछ गाडी? अलिकति भए पनि हिँड्दै गर्नु पर्यो। क्याम्पसतिर गएर सामान किन्नु पर्यो। अब गाह्रो हो गाह्रो। गाउँघरको बाटो छ यस्तो, बिचैमा गाडी बिग्रियो। अब के गर्नु नै, यस्तो दुःख छ कि गाडी बिग्रेर यहाँ तल भाइ चाहिँ हो पुरा माटो खन्दैछ बिचरा। खलासी भएको रे अहिले गाडीको पुरै। पैसा कम मिल्छ ड्राइभरलाई यसो भनिदिनु त। ड्राइभरलाई भनिदिनु रे पैसा कमाउने रे। गाह्रो छ गाउँघरको यस्तो बाटोमा पुरै। अब हतार गर्दा गर्दा रात पर्छ घर पुग्नु भन्दा बिचैमा गाडी बिग्रियो।
पहिला चाहिँ लो घर त हिँडेको गाडी चढेर गाडी आइपुगेर तर बाटोमा फेरि गाडी बिग्रियो बिजोग चाहिँ बाहिर चाहिँ गाडी बनाउँदैछन् भाइहरूले गाह्रो छ जिन्दगी गाउँले जिन्दगी साह्रै गाह्रो हो ल साथीहरू रातिको 8:30 बजी चाहिँ फाइनल्ली घरमा आइपुग्यो टमाटर बेचेर अब खाना पनि खाइयो घर आएर है अब चाहिँ शिवरात्रि गरौँ आजको लागि चाहिँ यदि मन परेमा लाइक कमेन्ट सेयर सब्सक्राइब पनि गरिदिनु होला हस्त धन्यवाद बाई बाई